सैना महिनाको गौरवको आयोजना सैना महिना चक्रपथको बाँकी काम अब पूरा हुने भएको छ। शुक्रबार सैना महिना नगरपालिकामा सैना महिना नगरपालिका र निर्माण व्यवसाय बीच सम्झौता भएपछि अब अधुरो रहेको सैना महिना चक्रपथ निर्माणको काम सम्पन्न हुने भएको हो। सैना महिना नगरपालिका र निर्माण व्यवसाय बीच सम्झौता भएको मितिले 2 वर्षभित्रमा काम सक्ने गरी शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 65 किलोमिटर लम्बाइको सैना महिना चक्रपथ देशकै ठूलो चक्रपथ हो। सैना महिना नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै सैना महिना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैना महिनाको सपनाको योजना सैना महिना चक्रपथ र पहुँच मार्ग सहित 19.5 किलोमिटर सडक निर्माणको काम सुरु हुने बताउनुभयो। उहाँले सैना महिना चक्रपथको वडा नम्बर 10-11 सालजण्डी क्षेत्रको सडक निर्माणले सैना महिनाको ग्रामीण क्षेत्रलाई शहरसँग जोड्ने र यसले पहुँच नभएको क्षेत्रको विकास र स्थानीय जनताको आर्थिक उन्नतिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। एउटा गौरवको योजना अथवा सैना महिना नगरपालिकाको एउटा सपनाको योजना यो सैना महिना चक्रपथको अधुरो खण्ड लगभग 20 किलोमिटर बाटो पूरा गर्ने हाम्रो अत्यन्त ठुलो धोको थियो। तर अहिले खास गरेर एडिबीसितको हाम्रो जुन सम्झौता भयो पछिल्लो 1 वर्षदेखि हामी लागिराखेका थियौँ र यसले गर्दाखेरि अहिले अब आज ठेकेदारलाई हामीले नोमिनेट गर्यौं र उहाँ सम्झौता पनि भएको छ। सैना महिना नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख सुरज न्यौपानेले सैना महिना चक्रपथको बाँकी रहेको 19.5 किलोमिटर सडक निर्माणको काम अब सुरु हुने बताउँदै बस्ती रहेको स्थानमा कालोपत्रे फुटपाथ रेटिनिङ वाल निर्माणका साथै सौन्दर्यीकरणको योजना अनुसार काम हुने बताउनु भएको छ। उहाँले निर्माण हुने सडकको चौडाई अधिकतम 11.5 मिटरमा राखेर सडक निर्माण हुने बताउनु भएको हो। नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको यो सैना महिना चक्रपथको बाँकी खण्ड सैना महिनाको सालजण्डीमा रहेको बाँकी सडक खण्ड जुन 19.5 किलोमिटर रहेको छ यो चाहिँ आज एग्रिमेन्ट भएको छ। शुक्रबार सैना महिना नगरपालिका र निर्माण व्यवसाय लङजिजन रोड एन्ड ब्रिज कम्पनी लिमिटेड र भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रणाली जेबी बीच बाँकी सडक निर्माणको लागि कुल 93 करोड 19,76,613 रुपियाँमा सम्झौता भएको हो। सम्झौता पत्रमा सैना महिना नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी र निर्माण व्यवसायी सहदेव खड्काले हस्ताक्षर गर्नुभएको हो। चोरी क्षेत्र हुँदै तराईका बस्तीमा सडकको पहुँच पुर्याउन गाउँलाई बजारसित जोड्न कृषि उपजको बजारीकरण गर्न र सैना महिनामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई सडक सञ्जालले जोडेर पर्यटन प्रवर्धन गर्न भन्दै चक्रपथको निर्माणको काम थालिएको हो।